कुकुरी कहाँ भन्छु मैले। हेलो साथीहरू, आज चाहिँ हामी उता हाम्रो माइती घरबाट चाहिँ गाउँको ताजा अर्ग्यानिक खानेकुराहरू पठाइदिएछ, सागसाग के पठाइदिएछ भनेर बहिनीले अगाडि भर्खरै भनिरहेको थिएँ। हामी चाहिँ त्यो ल्याउन जाँदैछौँ साथीहरू। अनि के आएको रहेछ हेरौँला है त साथीहरू। हामी चाहिँ सामान आइपुग्ने ठाउँमा चाहिँ पुगिसक्यौँ। सामान चाहिँ आइपुगेको रहेछ। एकछिन चाहिँ हामीले वेट गर्नुपर्ने हुन्छ साथीहरू। हामी आएको पनि लगभग 5 मिनट 10 मिनट जति हुन लागिसक्यो। अझसम्म पनि गाडी आइपुगेको छैन। हामी चाहिँ यो घाममा वेट गरेर बसिरहेको छौँ। बाबा छोरी चाहिँ यतातिर लगाएर चाहिँ यतातिर यता बसिराख्नु भएको छ मासाहरू चाहिँ। ल साथीहरू, गाडी चाहिँ आइसक्यो। ल साथीहरू, गाडी आएर पनि हामीले सामान झारिसक्यौँ। यता चाहिँ मेरो छोरी गाडी यताउता देखेर चाहिँ हिँडेर हाम्रो अन्डा पनि सकिएको थियो। अन्डा पनि यता म चाहिँ यताबाट छोरीलाई समातेर भिडियो हामी चाहिँ सामान लिएर पनि कोठा पुगिसक्यौँ। अब चाहिँ यो कठोमा के चाहिँ तपाईँलाई एक गरेर खोलेर देखाउने साथीहरू। यो हरियो पाब्रो तिम्रै बाटो लोकल काङ्ग्रा गाउँको अर्ग्यानिक काङ्ग्रा यो। अनि त्यसको लागि यसै के होला साथीहरू, ओखर साथीहरू, दाँते ओखर यो मकै पनि रहेछ। लेकैमा कुहिरो फर्किरहेछ मेरो जन्मघरबाट। अनि यहाँ चाहिँ साथीहरू यो अर्को पनि रहेछ काङ्ग्रा। अनि यहाँ चाहिँ साग छ है साथीहरू। म साग पनि हजुरहरूलाई भाडामा खनेर देखाउने छु। ल हेर्नु साथीहरू, हाम्रो गाउँमा चाहिँ यस्तो सागहरू पाइन्थ्यो। कुकुरी कहाँ होला साग कुकुरी कहाँ भन्छु म। यसको खास नाम चाहिँ डौरे हो, तर म चाहिँ यो ठुलो यस्तो ठुलो मोटालाई चाहिँ कुकुरी कहाँ भन्छु म। हेर्नु साथीहरू, वाउ झुस मात्र छ। यसलाई चाहिँ छोरी चाहिँ डरले यता यस्तो गरिरहेको छु। मेरो छोरी चाहिँ यहाँ झन् ठुलोवाला कुकुरी कहाँ रहेछ साथीहरू। हजुरहरूलाई मनपर्छ कि नै मलाई त यो। ल आजलाई चाहिँ यति नै साथीहरू। मन परेमा चाहिँ हजुरहरूलाई यो गाउँको अर्ग्यानिक ताजा चापागाईजीको चाहिँ आफ्नो एउटा जुन फ्री स्टाइल छ नि, द्याट इज व्हाट मेक्स हिम भेरी डिफरेन्ट। सबै गरिदिनु होला ल। अनि बाइ बाइ। उहाँहरूले चाहिँ जीवन